सम्पूर्णलाई स्वागत छ मेरो सुमन कोरियन क्लास युट्युब च्यानलमा। म आज तपाईहरुलाई कोरियन भाषा सम्बन्धी अति नै बहुउपयोगी भिडियो लिएर आएको छु। आज म तपाईहरुलाई कोरियनबाट अर्थात् गर्नद्वारा म भाषा पढाउन गइरहेको छु। सर्वप्रथम अब आउनुहोस् भिडियोलाई सुरु गरौँ। कोरियन भाषामा व्यञ्जनबाट अर्थात् क ख लाई छाउम भनिन्छ। कोरियन भाषामा जम्मा 19 वटा व्यञ्जनबाट अर्थात् क ख रहेका हुन्छन्, जसमध्येलाई पनि दुई भागमा विभाजन गरिएको छ, जसमध्ये एकल र मिश्रित अर्थात् दोहोरो व्यञ्जनबाट रहेका छन्। एकल व्यञ्जनबाट जम्मा 14 वटा रहेका छन्, जसमध्ये ग, न, द, र, म, ब, स, अ, ज, छ, ख, थ, फ, ह छन्। यो सबैको अहिले चाहिँ आधा उच्चारण गरिन्छ। पछि अस्वरसँग मिलेपछि मात्र यिनीहरूलाई पुरा उच्चारण गर्न मिल्छ। अहिले भने यिनीहरूलाई सब आधा पढ्नु पर्छ। आदि ग, आदि न, आदि द। अब यसलाई सजिलो तरिकाले याद गर्नको लागि ग, न, द, र गुन्द्रीमा बस पढ्ने कुरा अझ छ, यसरी पढ्न पनि सक्नुहुन्छ तपाईले। धेरै जस्तो मान्छेहरू ग र न मा झुक्किने गर्नुहुन्छ, यसमा चाहिँ नझुक्किनु होला। र ज र छ उस्तै रहेको छ, छ मा चाहिँ यसो टुप्पी आए जस्तो खालको छ। त्यसैगरी यो ओ जस्तोलाई अ भनिन्छ, ज, थ यसरी नै यो हेर्नु होला। र अब त्यसैगरी बाँकी रहेको छ मिश्रित व्यञ्जनबाट। मिश्रित व्यञ्जनबाट भनेको कस्तो भन्नाले एकल व्यञ्जनबाट दुईवटा मिलेर नयाँ अक्षर अथवा वर्ण बन्ने प्रक्रिया नै मिश्रित व्यञ्जनबाट हो। जस्तै दुईवटा ग मिलेर कोरियन भाषामा क भन्छ, दुईवटा द मिलेर आधा त भन्छ, दुईवटा ब मिलेर आधा प भन्छ, दुईवटा स मिलेर सलाई स भन्छ, दुईवटा ज मिलेर च भन्छ। क्षमा चाहन्छु। मिश्रित व्यञ्जनबाटमा चाहिँ दुईवटा स मिलेर चाहिँ शङ्ख स भन्छ। अहिले मैले सलाई स भन्न पुगेछु, त्यसको लागि क्षमा प्राप्ति चाहन्छु। र त्यसैगरी दुईवटा ज मिलेर च भन्छ। यो सबैलाई हामीले अहिले चाहिँ आधा उच्चारण गर्नुपर्छ। पछि स्वर अस्वरसँग ग र जोडिएपछि मात्र पुरा ग, पुरा न, पुरा द, पुरा र, पुरा म, पुरा ब हुँदै हुँदै जान्छ। र अब हामी यो पढिसकेपछि त्यसपछि यो लगत्तै हामी फेरि स्वर वर्णहरू पढ्नेछौँ। जम्मा कोरियन वर्णहरू 19 वटा रहेका छन्, जसमध्ये 14 वटा एकल व्यञ्जनबाट रहेका छन् भने 5 वटा चाहिँ दोहोरो व्यञ्जनबाट अर्थात् मिश्रित व्यञ्जनबाट रहेका छन्। यसरी तपाईहरुले यसलाई प्र्याक्टिस गर्नु होला, यसलाई आउने बनाउनु होला। यो आएन भने चाहिँ तपाईहरुलाई कोरियन भाषा पढ्न लेख्न सबै थोक गाह्रो हुन्छ। तसर्थ यो चाहिँ सबैले अल्छी नगरिकन जान्ने हुनु होला।